हेलो एभ्रिवान, नमस्ते। वेलकम ब्याक टु माई आवर च्यानल। स्वागत छ यहाँलाई मेरो च्यानल प्लान्ट एन्ड डेली लाइफ स्टाइलमा। आज फेरि धेरै दिनपछि गार्डन भ्लग देखाउँदैछु है। मैले आज चाहिँ के गर्न लाग्यो भने अघि देखाइहालेँ तपाईँहरूलाई, सबै लालुपाते कटिङ गर्न लाग्यो। हेर्नु, अब लालुपाते काट्ने बेला भयो है। हुन त असारसम्म हुन्छ, मैले असारमै गर्थेँ पहिला साल। यसपालि चाहिँ मैले जेठमा अलिकति अगाडि गर्न लाग्छु, किनभने असारमा अब ठाउँ मेरो त गमला अब हजुरको कस्तो एकदमै धेरै छ कि, गमला धेरै छ अनि म्यानेज गर्न एकदम गाह्रो भएर अनि मैले म्यानेज गर्न गाह्रो भएर अनि राख्दाखेरि चाहिँ ठाउँ नमिलेर पानी पऱ्यो भने, जस्तो हामीले कटिङ सार्ने बित्तिकै पानीले हल्लाइदियो भने, पानी त चाहिन्छ तर पानीले हल्लाइदियो भने पुरै मर्छ कटिङ। त्यो हुने भएर ठाउँ छैन अनि मैले अहिले अगाडि नै जेठमै गर्न लाग्यो। यसपालि त चाहिँ काठमाडौँ, अरू ठाउँमा त खोइ, काठमाडौँमा चाहिँ पानी पर्न सुरु भइसकेको छ। जेठमा नि एकदमै पानी परिरहेछ। त्यही पनि अहिले अलिकति घाम पनि लाग्ने भएर अनि असारमा धेरै पऱ्यो भने गाह्रो हुन्छ भनेर मैले कटिङ अहिले नै सारिदिनु लाग्यो। यसपालि चाहिँ जेठमै सार्न लाग्छु कि, किनभने सरिहाल्यो भने पानी परि पनि पछि असर पर्दैन। नभए असारमा धेरै पऱ्यो भने चाहिँ मेरो राख्ने ठाउँ एकदमै अप्ठ्यारो छ कि, गाह्रो धेरै भएर बाहिर राख्नुपर्छ, कतिलाई ओत लगाएर राख्नु। अनि म अलिअलि हल्का हल्का अहिलेबाट नै, आज जेठबाट नै गर्न लाग्छु। अब यति हेर्नु न, अहिले स्टिल अझै पनि फुल्दैछ मेरो, फाल्नु पनि माया लागिरहेछ। पिङ्क कलरको चाहिँ यस्तो भइगयो छ हेर्नु न, फेक भएर पनि ग्रिन पात आएर नि नयाँ भइसकेको छ यस्तो। तर माया लागेर मैले योपट्टि राम्रो पनि देखिरहेको भएर राखेको। रेड चाहिँ अझै पनि छ एकदम, हेर्नु त, अहिलेसम्म कति 7-8 महिना भइसक्यो। तर अब यति गरेर राखेर भएन, अब कटिङ गर्नु पऱ्यो भनेर बिस्तारै बिस्तारै, अहिले गमला पनि छैन, कटिङ गर्दैछु। यता भद्रगोल भइरहेछ हेर्नु, अघि देखाएँ नि। यतापट्टि मैले अहिले टन्न लाएर सार्दिसकेँ कि। अनि जुन मैले चाहिँ के गरेछु भने, यसपालि यो पिङ्क हो मेरो है, यो रेड हो, यो रेड हो, यो रेड हो, यो रेड हो कि। जुन नयाँ बोटको पुरानो बोट छ नि, त्यो राम्रो यस्तो एउटा मात्रै हाँगा भएको पुरानो बोट राम्रो भएकोलाई मैले यही राख्दैछु है। यसलाई नयाँ मैले गराएन। अनि यसमा यो पनि पुरानो बोट हो, यो एउटा मात्रै छ हाँगा, त्यही भएर यही राखिदिएँ मैले, यही हुन्छ राम्रो। अनि यता दुईवटा छेउछेउमा नयाँ सार्दैछु। यो पछि सरेपछि सार्न मिल्छ कि, अलिक ठुलो भएपछि। यहाँ नि सेम त्यही गरेछु, यो पुरानो बोट हो, एउटा मात्रै हाँगा भएको भएर यो पनि राख्दैछु। यो छेउछेउको चाहिँ मैले नयाँ सारिदिएको, यो पछि सार्ने। यसको पनि सेम, यो पनि बुढो बोट, पुरानो बोट छ एक बोट, अनि मैले छेउछेउमा नयाँ गाड्दैछु। मैले चाहिँ यसरी नै राख्छु कि, सधैँ के गर्छु भने, छोटो भएको राम्रो छ भने पुरानो बोट त्यही राख्छु। स्टिल त्यसलाई खनेर अनि मैले माटो निकालेर फेरि यसको जराहरू अलिकति कटिङ गरिदिएर, ठुलो भएको जतिको, नभएको चाहिँ गर्दिनँ, एकदम जरा फिजेको चाहिँ कटिङ गरिदिन्छु। अनि फेरि मल राखेर माटो राखेर सेम त्यही राखिदिन्छु कि, किनभने यो भइहाल्छ। यिनीहरू नयाँ भनेको सर्न पनि सक्छ, नसर्न पनि सक्छ। त्यही भएर म चाहिँ स्टिल पुरै फाल्दिनँ कि, पुरानो हरेक साल त्यही गर्छु। पुरानो भइसकेको फाल्छु, रोटेसन हुन्छ, अनि फेरि यसपालिको राख्छु, फेरि अर्को साल त्यो अर्को फाल्छु, त्यस्तो गर्छु। अनि मैले त्यही गरेको छु। यसमा पनि यो मेरो पुरानो बोटो, मैले यसमा यो लास्ट टाइम काटेर हालेको 4वटा हाटेको थिएँ, 4वटा यसमा एउटा मऱ्यो, 3टा भएको थियो हेर्नु। अनि फाल्न मालेर एकै ठाउँमा त यति धेरै फुलेको थियो गाँजेर। अनि अहिले मैले एउटा भएको 3टा काटिदिएँ, यसमा एउटा नयाँ। अब यो पछि सारिदिन्छु झरे। यसपालि चाहिँ म सार्छु नि, पोहोर मैले नभ्याएर यहीँ रहेको थिएँ कि। त्यस्तै गरेर मैले तल पनि यो पनि पिङ्क, यो पनि एउटा भएको यति काट्दै, हेर्नु कति सानोको एउटै हुन्छ, कस्तो मजाले एउटा राखेँ। यो पनि पुरानो भयो राखेँ, यसमा नयाँ एउटा हाल्दै, यो पनि पुरानो। यसरी गर्दाखेरि चाहिँ तपाईँहरूको नयाँ एकचोट के गरेर सरेन भने पुरानो बोट पनि रहिरहन्छ कि, नभए सबै मर्छ। यो त अब पानी धेरै भयो भने, हल्लियो भने पानीले गर्दा नि सबै मरिहाल्छ, पलाएर पनि। अनि सुकिहाल्यो भने नि सुकिहाल्यो। त्यही भएर अहिले मैले राख्न लगाएको चाहिँ त्यो अलिकति ओत लाग्ने ठाउँमा राख्ने, जरा नलाइसम्म। जरा लगाएपछि चाहिँ बाहिर निकालिदिए नि हुन्छ। तर मेरो एकदमै धेरै छ, त्यही भएर मलाई गाह्रो हुने भएर मैले चाहिँ यस्तरी अहिले नै गरेर अलिक ओत लाग्ने ठाउँतिर राखेको चाहिँ नहल्लाइकन। यतापट्टि मैले त्यही गर्दैछु हेर्नुहोस् है। अनि यो चाहिँ मेरो सबै यो वाइट हो, मैले यसपालि वाइट कलेक्सनमा राखेको छु नि, पोहोर देखाएको थिएँ नि है। एउटा बोट ल्याएको छु, त्यसको मैले कटिङ निकालेर 4वटा पलाएको थिएँ, पुरै काट्दै थिएँ। अनि मजाले पलाएछ, अनि 4वटा निकालेर यो वाइट यहाँ सार्दैछु, सानो छ। तर मैले पिङ्क कलरको ल्याउँदा फर्स्ट टाइम यत्रो नै ल्याएको थिएँ, 150 हालेर 2टा ल्याएर मैले यति धेरै बनाएको क्या, डिभाइड गरेको। यतापट्टि राख्दैछु। यसको चाहिँ मदर प्लान्ट चाहिँ यो हो कि, हेर्नु यही हो मदर प्लान्ट। हेर्नु मैले 350 कि 300 धाएर ल्याएको, एउटा अझै स्टिल निस्किरहेको छ, पछि कटिङ गर्नुपर्छ। त्यही भएर मैले आज गोदावरी काट्दैछु। लालुपाते गोदावरी भन्न पुगेछ। गोदावरी पनि काट्ने टाइम भयो, तर गोदावरी अलिक टाइम छ। मेरो गोदावरी चाहिँ एकदमै राम्रो छ अहिले, सबै बोटहरू। त्यही भएर म त्यसलाई अलि हल्का विचार गरेर अलि असार साउनतिर, लालुपाते चाहिँ अब यिनीहरूलाई चाहिँ फेरि अब गमला अहिले पोली ब्याग छैन, मैले पोली ब्याग पनि ल्याउनु पर्ने भएको छ। अनि पोली नभएर मैले अहिले यो व्हाइटलाई नै यस्तै एडजस्ट गरिदिएर यहीँको बट्टाहरू काटेर मिलाइदिएको कि, कति किन्नु नयाँ होला। अब यसमा चाहिँ पोली ब्याग ल्याएर मात्रै कटिङ गर्छु, किनभने राम्रो भएको चाहिँ पुरानो राख्छु नि, अनि नयाँ चाहिँ अनि फेरि अर्को पोली ब्यागमा हाल्छु नि, सट्टै काटेर एउटा सारिदिँदाखेरि मर्न पनि सक्छ। त्यही भएर म चाहिँ अहिले पुरै कटिङ गरिहाल्दैन। तर मैले यिनीहरूलाई पुरानो बोट पनि राख्छु होला, सबैको यस्तो छ कि, यो एउटा हाँगा भएको चाहिँ राख्दा हुन्छ। अनि यो काटिदियो, अब यसको नयाँ बन्छ,
यसको पनि एउटा सेन यो राखिदिने, यो काटिदियो, नयाँ बन्छ। पुरानोको नराम्रो भएर आउँछ, नयाँको चाहिँ यस्तै हुन्छ कि 1-2 साल त मजाले हुन्छ, 2-3 साल। अनि त्यस पछाडि नराम्रो भयो भने फालिदिन्छु र त्यही गर्छु कि मैले जहिले। अनि तर यिनीहरूको चाहिँ हेर्नु, यो पिङ्कहरू चाहिँ सायद पुरानो होला, यो धेरै यसको कोटिङ गरेर मिलाउनुपर्छ। त्यही भएर तपाईँहरूले के गर्नुभयो कि भएन, आज मैले यही गर्दैछु भनेर हजुरलाई देखाउनलाई, जानकारी पनि दिउँ भनेर। पानी धेरै परेछ यसपालि, अब सार्दा छिट्टै हुन्छ। र अर्को मैले यसमा चाहिँ सबै फाल दिएर यसको जिनिया राम्रो भएन। मैले यो चाहिँ तपाईँहरूले देख्नुहोस् नि, यो सानो टुसा निस्किसकेको छ, यो रेने लिली हो। अस्ति एम्ब्रिली अनि लिलियमहरू सक्यो, लिलियम त अझै फुल्दैछ है अलि स्टिल। अब चाहिँ तपाईँहरूसँग गानो छ भने रेने लिलीको चाहिँ टक्क लगाइदिनु है यसरी। अब रेने लिली हुने सिजन भयो, अब यो पर्खमा एकदम राम्रो फुल्छ। मसँग चाहिँ यो पर्पल कलर मात्रै छ, अरू छैन कलेक्सनमा। तर मैले सानो एउटा बोट लगाएको थिएँ, यो बाहिरबाट ल्याएको, अहिले एकदमै राम्रो भएछ कि मेरो यो। अनि धेरै राम्रो भएर धेरै गानो भएछ कि मजाले फुलेको थियो। अनि अहिले मैले टन्नै लाछु, मैले यो लामोमा लाउँदा एकदम राम्रो देख्छ, एउटैमा लगाइदिन्छु कि मैले टन्नै। अर्को कलर पाएँ भने चाहिँ त्यो पनि कलेक्सन गर्छु। त्यही भएर अब रेने लिली है, अनि लाउने बेला भयो, यो पनि लाउनु। हुन त अब गोदावरी पनि भयो, तर गोदावरी चाहिँ मेरो एकदम राम्रो छ, देखाउँछु एक दिन। कौसीमा छ सबै, माथि छतपट्टि टेरिसमा। यो चाहिँ मेरो बाल्कनी भइहाल्यो। अनि अब यो लालपातेहरू सार्नु होला। आज म त्यही जानकारीको लागि हजुरहरूलाई गरेको काम पनि देखाउँदैछु, सार्दैछु। र मैले यसरी अब सारेँ, यी मेरो भद्रको सारेर फुल स्टिल अझै छ, हेर्नुहोस् नि, मैले यति माया लाएर राखेको यो चढाउनु भनेर। त्यहाँ पनि फुल्दैछ, देख्नुभयो अहिले तपाईँहरूले। अझै पनि मेरो यति लामो टाइमसम्म रह्यो कि यसपालि त। यो यतापट्टि हावाले चाहिँ एकदम फालिदिन्थ्यो, ओत लाग्ने, धेरै घाम नठक्क घाम आउँछ बिहानको, अनि बेलुका फेरि उता सरिसकेछ। त्यही भएरलाई अब एकदम राम्रो भएर बसेछ मेरो अहिलेसम्म त है। अब यिनीहरू पनि सकियो अहिले बिहानको यिनीहरू। अब यिनीहरूलाई त यति साइड लगाइदिन्छु, अब बिस्तारै यिनीहरूलाई हटाउनुपर्छ, ठाउँ बन्दैन। त्यही भएर मेरो चाहिँ गमला धेरै छ, ठाउँ सानो छ अलिकति। सानो भन्दा पनि ठाउँ पनि ठुलै हो, तर अब 300-400 कति गमला समथिङ भइसकेको छ। अनि त्यही भएर धेरै भएर अलिकति म्यानेज गर्न गाह्रो भएर अनि आज चाहिँ मैले यही लालपातेलाई कटिङ गरेर सबै बनाएको छु देखाउँ भनेर, अनि जानकारी पनि दिउँ भनेर। ल अब काट्नु होला, सार्नु होला बिस्तारै बिस्तारै। तर झट्टै नयाँ साथीहरू हुनुहुन्छ भने, पुरानो साथीहरूलाई त थाहा हुन्छ गार्डनिङ गर्नेलाई, तर नयाँ साथीहरूलाई थाहा हुँदैन। चट्टै काटेर फाली चाहिँ नहान्नु होला है। पुरानो बोट राम्रो छ भने राख्नु, अनि नेक्स्ट नयाँ पनि बनाउनु पोलीमा। मरिहाल्यो भने पनि नयाँ र आफूसँग रहेको पुरानो रहिरहन्छ, सर्यो भने पनि तपाईँको झन् धेरै हुन्छ, डिभाइड गरेर धेरै बोट हुन्छ है। चट्टै चाहिँ नकाट्नु होला है। जानेको मैले त्यति देखेको। अनि मल लगाएर माटोलाई एकचोटि खनाएर फेर्नु होला। जरा लामो छ भने काटिदिनु पुरानोको, नयाँको त अब परेन। मल लाउनुहोस्, फङ्गिसाइड लगाएर सारिदिनु होला, पानी लगाएर नहल्लिने गरेर राख्नु होला। यतिकै नि तपाईँको सरेर आउँछ र बहुत राम्रो हुन्छ। आजको मेरो यो छोटो गार्डनिङ भ्लग कस्तो लाग्छ यहाँलाई, मन पऱ्यो भने लाइक दिनु होला। नयाँ साथीहरू हुनुहुन्छ भने च्यानललाई पनि सब्सक्राइब, र राम्रो लाग्यो भने तपाईँहरूलाई चित्त बुझ्यो भने सेयर पनि गर्नु होला है। सबैलाई साथीहरूलाई हामी गार्डनिङहरू सबै मिलेर गार्डनिङ गर्दा धेरै राम्रो है। र मेरो पनि च्यानललाई यसो सपोर्ट गरिदिनु होला। थ्याङ्क यू सो मच, नमस्ते, बाई बाई।